ल साथी आज हामी चाहिँ मेची खोलामा आएको छौँ। मासु पोल्ने ढुङ्गा। यता हाम्रो प्रभात सर हुनुहुन्छ होइन, मासु पोल्ने ढुङ्गा होइन। अनि त देख्न सक्नुहुन्छ चारैतिर रात परिसकेको छ अनि हामी चाहिँ खोलाको बगरमा छौँ। अनि यहाँ चाहिँ हाम्रो सागर केदिन चाहिँ उहाँ चाहिँ यहाँ के उयो त हात्तीको गु हो यार केटा। This is the elephant's poo. उयो हात्तीको गु होइन यो, यत्रो त किन आउँछ? यो त काँचै काँचै छ त, हात्तीको हो। खोइ सुक्खु त फेरि आउँछ त, हात्तीको हो। हात्तीको खै चाकेर नि त। हात्तीको गु केटा, हात्ती यतैतिर कहीँ हुनसक्छ। हामी हात्ती छिटछिटो हामी आगो बाल्नुपर्छ है। हाम्रो मेन टार्गेट भनेको आगो बाल्ने छ। अनि हामीसँग हात्ती आयो भने चाहिँ भाग्ने ठाउँ चाहिँ एउटै मात्रै छ, सिधै यहाँबाट हाम फाल्ने। किनकि हात्ती ओह्रालो झर्न सक्दैन होइन। तर हात्ती ओह्रालो झरिहाल्यो भने फेरि हामी यतापट्टि आउनुपर्छ होइन त केटा। हात्ती आयो भने सिधै यता तल हाम फाल्ने, अनि हात्ती पनि त हाम फाल्यो भने यता सिधै माथि चढिहाल्ने। फेरि माथि चढ्यो भने फेरि माथि तल हाम फाल्ने, फेरि माथि त्यस्तै गर्ने। त्यही हाम्रो मेन टार्गेट चाहिँ आज यहाँ आगो बाल्ने छ। आगो बाल्नलाई चाहिँ हाम्रो प्रभात सर खटिराख्नु भएको छ। अनि यो चाहिँ हाम्रो लागि एउटा नयाँ अनुभव पनि हुन्छ, किनकि हामी प्रायः जस्तो पाहाडको मान्छे छौँ। अनि यहाँ पूर्वमा चाहिँ हामी यसरी राति बसेको चाहिँ फर्स्ट टाइम नै होला। अनि हामी चाहिँ यहाँ 24 आवर त होइन, तर हामी जति यहाँसम्म बस्छौँ त्यतिसम्म चाहिँ हामी पुरै अलर्ट भएर बस्नु भने हुन्छ। यहाँ जतिखेर जे पनि हुनसक्छ है। ठिक छ, त्यही पनि हामी परमेश्वरको शान्ति सुरक्षामा छौँ विश्वास गरेर हामी आगो फुन्छौँ। लाइटर कतै छ? म चाहिँ यताउति निगरानी राख्दैछु। यदि कतैबाट केही हलचल भइहाल्यो भने हामी सिधै तल हाम फाल्छौँ। किनकि हात्ती हिँडेको त थाहा नै हुँदैन, किनकि त्यसको पाइलाहरू पनि ठुल्ठुलो हुन्छ होइन। अँध्यारो छ, हामीसँग फेरि टर्च लाइट पनि छैन। हजुर त्यही मासु राखेकोमा कि आलु राखेकोमा छ हेर्नु। त्यही नुनहरू पनि छ त्यही, त्यो प्लास्टिकमै मोल्नु ल। अनि त्यसमा होइन अर्कोमा केही छैन। यस्तै हो अब केटाहरू, अब नेपालमै छँदा यस्तै अब अनुभवहरू बटुल्नुपर्छ होइन। बिस्तारै गरे पाँचले त तपाईँको नि फर्स्ट होइन यता कागडी हिँड्दा खोलामा यसरी राति आएको त? सुब्बाको नि राति हो नि होइन, फर्स्ट टाइम होइन। अनि म छु होइन गाइस, अनि मेरो पनि फर्स्ट टाइम नै हो काकडी भित्तामा चाहिँ। हामी गोर्खातिर त अब हामी केटाहरूसँग लागिरहेको थियो, तर अब यसरी काकडी भित्तामा यो मेची खोलामा चाहिँ पहिलोचोटि नै हामी यसरी जाडो महिनामा राति आएको हो। यस्तै छ साथी हो। जे होस् हाम्रो भ्लगलाई चाहिँ बेला बेलामा यस्तो लाइक सब्सक्राइब गरिदिइराख्नु होला, त्यही भन्न चाहन्छु है। तपाईँलाई अझै अब अगाडि के हुन्छ त्यो कुराहरू म देखाउनेछु ल। अब चाहिँ आगो बाल्नुतिर ल यहाँ अब आगो बाल्न चाहिँ हाम्रो प्रभात सरसँग हतियार भनेको लाइटर छ। अनि त्यो प्लास्टिक पनि छ होला, यसो बालिदिएर प्लास्टिक छ। प्लास्टिक पनि छ, मैले प्लास्टिक ल्याएको छु। त्यो प्लास्टिकमा यस्तो त्यति गरेर त्यही छ। दुईवटा जस्तो छ होला, एउटा चाहिँ राखिराख्नु। अहिले चाउचाउ मोल्न पनि चाहिन्छ कि, तर पुग्छ ल, प्लास्टिक त छ। अलर्ट है, अलर्ट गाइस, अलर्ट जतिखेर जे नि हुनसक्छ। ल त हाम्रो यहाँ प्रभात सरले आगो बाल्ने तरिका हामी हेर्नेछौँ त। कुन चाहिँ टेक्निक लाउनुहुन्छ प्रभात सर? हजुर कुन चाहिँ टेक्निक लाउनुहुन्छ? टेक्निक चाहिँ यो कुन चाहिँ यो खोटाङ्गे टेक्निक हो। हामी यहाँ पनि फेरि मान्छे तिनटै ठाउँबाट छौँ है। खोटाङ, उहाँ चाहिँ खोटाङबाट, अनि यता हाम्रो सागर केदिन सर चाहिँ ताप्लेजुङ वराक्पाबाट, अनि विशाल सर म चाहिँ अनि गोर्खाबाट हो साथी हो, गोर्खा 11 किलो। अनि यहाँ आगो बाल्ने यहाँ मण्डप रेडी भइसकेको छ होइन। अब हामी प्लास्टिकलाई अलिक डल्लो बनाउनु। केटाहरू बोकाएर नै यहाँ तिनवटा बोकाएर चाहिँ केटाहरू बोकाएर नै हो गाइस। के भन्दैछ हाम्रो सागर सर?
यस्तै छ हामी अब तपाईँलाई आगो बाल्ने प्रक्रिया देखाउँदैछु त्यो प्लास्टिक फेरि अब टाँसिन्छ है हातमा अनि कि मासुमा भनेको लिन्छु भने हातमा त होइन मुनिमा नि प्लास्टिक त डढिहाल्छ नि आगो बाल्यो भने त ठिक छ यस्तै छ आगो बल्यो है अब मेरो भान्जा ल आगो बल्यो है आलु यहाँ चाहिँ अनि भान्साले गीत गाएको सुन्दै खुसी हुँदै मामा है त्यो गुद्रु गुद्रु गर्छ त हौ हात गएको छैन नि सस्तो लाग्छ हात्ती नातिनु कि सिधै तल हाम फाल्ने हो तल हाम फालेर म त डुब्छु नि त यार अनि कहाँ डुब्छ गएर छैन नि यो जाडो महिना खोलामा डुब्यो भने त सक्यो गयो नि खासै गएर छैन यहीँ चाहिँ खोला छ मासु मासु मोला न मासु मोला न न त खोइ यहाँ त मेरो भिडियो देखो म मासु मोल्न लागिरहेछु है साथी एकछिन यहाँ हामी आगो बाल्दैछौँ एकछिन रोक्नु न त्यो एकछिन रोक्दा हुन्छ यसकी भने ल है त अब यहाँनिर चाहिँ हाम्रो विशाल सरले चाहिँ मासु मोल्नको लागि तयारी गर्दै हुनुहुन्छ आगो यहाँ बलिसकेको छ हो गाइज आज चाहिँ हामी मेची खोला इन्डियाको छेउ बोर्डरमै छौँ हामी एकदमै रिस्की छ यहाँ कुनै जङ्गली हानिकारक जङ्गली जनावरहरू आएर पनि हामीलाई हानि गर्न सक्नेछ त्यसै कारणले गर्दाखेरि हामी हाम्रो शक्ति प्रदर्शन गर्नका लागि हामीले आगो फुकिरहेका छौँ आगो बलिसकेको छ यहाँ के हो मजाले गाँठो पारे क्या हातमा चाहिँ के भयो घाउ भएछ त एक्सिडेन्ट थाक्छ हो कि चिकेन हो चिकन हो एकछिन सुबा होस् त्यो यो त अनि उयो पार्नुपर्छ नि त नि कोइला कोइला त हुँदैन नि यसको दासको त कोइलै हुन्छ पाक्छ क्या नि पाक्छ त पाक्छ ओहो यहाँ त पुरै बालुवा थोरै चाहिँ तर तलतिर अलिकति थोरै कोइला बनाएर राख्नु यसलाई नच्यातौँ होइन धेरै दाउडाको हालत चाहिँ यस्तो छ आलु पनि चाहिँ आलुलाई पनि तलतिर हालिदिइराख्नु होला आलु पनि छ है होइन कत्रो आलु यो आलु त पाक्दैन नि त नि बाँसको उयोमा त पाक्छ र पुरा डरेर हो बाहिरबाट पाक्दै जान्छ र यहाँनिर चाहिँ खोला हो माथि चाहिँ आकाश हो खोलाको बिचमा चाहिँ हामीहरू तिनजना आलु पनि छ गाइस हामीसँग खाँदा यहाँ मोटा है हल्का पोटेटोले चाहिँ फेरि घटाउँछ अरे क्या मान्छे कति हाल्नु नि ल है गाइस अहिले चाहिँ हामी हाम्रो झापा जिल्ला र इन्डियाको बोर्डर मेची खोलामा छौँ हामी यहाँ आज पार्टी खान आएका छौँ अहिलेको समय भनेको रातको 9 बज्नु आँटिसकेको छ पानी छ कि छैन हामीसँग अहिले भने पानी हामी मेची खोलामा पानी हामी तिनजना छौँ यता प्रभात साथी हुनुहुन्छ विशाल अनि यहाँ वरिपरि देख्दै हुनुहुन्छ दृश्य यतापट्टि भने हाम्रो इन्डिया हो यतापट्टि नेपाल रहेको छ ल यो चाहिँ मासु मोलाई यो हो यो मेची खोला मासुलाई चाहिँ मोलेर चट्टसँगले आगोमा च्वास पोलेर पानी चाहियो पानी यहाँभित्र छ अलि यता आउनु नि त्यहाँ धुवा आउँदो रहेछ हावा यताबाट आउँछ कि पूर्वबाट यतानिर आलु त नहाल्दा हुन्थ्यो होला हौ पाक्सक्यो
मान्छे यहाँ आएर गर्नुपर्ने मासु पनि रेडी छ र मिल लाग्छ होला अरे चर्को पनि ल हाम्रो मासु पनि रेडी भइसकेको छ कहाँबाट आयो सुरज भाइकोबाट यो सुरज भाइको ल के हाल्न थाल्नु मलाई फेरि अलि डर सक्यो भने बना भाइ के अलिकति कोइला बनाउनु अलिकति कोइला बनाउनुलाई त्यस्तो उयो छैन छेडेर सिकाउने है त्यस्तो ल्याउनु पर्ने सजिलो हुन्थ्यो आगो बल्दैछ गाइज ल गर्नु ल आगो बलिसकेको छ अब चाहिँ अलिकति तातो खोलामा होइन चिसै हुन्छ नि सुब्बा होइन खोलामा चिसै हुन्छ अलिक यता खोला तपाईँ खोलाको कल आवाज बगेको पनि सुन्न सक्नुहुन्छ होइन खोलामा चाहिँ के रहेछ हेरौँ है त एकचोटि खोलामा चाहिँ यताको खोलामा माछा छैन रहेछ जस्तो लाग्यो मलाई अब यहाँ माथि तल त झऱ्यो कि अब फेरि चढ्न गाह्रो पर्यो पानी भेटिन्छ कहाँ हात धुनु पर्ला छ भेटिन्छ त्यही पखाल राखेको थियो अब यो बाहिरबाट यो फुकेर यस्तो राख्नु न ल ठिक छ यहाँ छ यो आगो अलिक पर राख्नु त्यसमा पनि कति अनि यता चाहिँ म छु ल मेची खोलामै ढुङ्गा चाहिँ धेरै लिएको पनि हुन्थ्यो रहेछ नि है ढुङ्गामा राख्यो भने माथिबाट उसको रापले पाक्थ्यो क्या ढुङ्गा तातिन्छ नि त होइन यहाँ हाम्रो प्रभात सरले चाहिँ यहाँ चाहिँ अब त्यो ढुङ्गा चाहिँ यता राखेर मासु राख्नु नि मासु पर्छ आज मासु भित्र हुने अनि यहाँभित्र मासु आगोभित्र मासु लाउने मासु लाउँदैछ आगो बाल्ने अलिक टाइट नै राखिदिनु ल एकैचोटि पकाइदिने होला नि होइन ल है कति छ र पुग्छ होला ल मासु रेडी हुँदैछ त्यो अझै एउटा उयो सानो उयस पनि हाल्ने क्या यसलाई दिनुहोस् न ल अझै अड्छ होला अलिअलि साइड पनि हाल्छ फिस जस्तै छ त यो त हँ फिस कटाइ हानेछ त केटोले त है अनि माछा जस्तो देख्दो रहेछ माछा जस्तै देखेको छ है खोलाको किनारमा आएर यहाँ पनि राख्दैन त्यो पनि हाल्दिनँ मासु सेट हुँदैछ साथी होइन यता फेरि हाम्रो सबैले माटोलाई सहायता गर्नु माटोको सक्रिय कार्यकर्ता हाम्रो सागर केदम लिम्बू हुनुहुन्छ यसपालि उहाँ पनि खास कुरो उम्मेदवारमा भिड्न लाउनु भएको थियो अलिकति उमेरले चाहिँ साथ नदिएको कारणले होइन अहिलेको ताप्लेजुङ जिल्लाको शुभचिन्तक हुनुहुन्छ नि तपाईँ पनि हजुर सही हो हटे मासु सेट हालिदिनु पाक्नु पर्ने क्या हटेन हट्छ भयो ल अब चाहिँ होइन ल आगो अलि यता त ल यस्तरी चाहिँ पोल्न लगाएको छौँ यहाँ अब यहाँ त ढुङ्गा तातेर पाक्नु पर्ने यो भित्र चाहिँ मासुले बोसो फ्याल्दैछ हो आगो पनि पुरै देखाइदिनु यसको भित्र चाहिँ हाम्रो मासु छ खोला तर जस्तो लाग्यो साथी हो यस्तै हुँदैछ हाम्रो चाहिँ आजको नाइट क्याम्प नै भनौँ न यतातिर मेची खोलामा यस्तै छ हामी पनि यता अब राति
यस्तै छ होइन अँध्यारो छ चारैतिर अनुहारै पो चिनिँदैन क्या चिनिराख अनुहारै चिनिँदैन यता चाहिँ हामी 3 जना मात्रै छ यता सुब्बा प्रभात म अब हाम्रो चिसोले पुरै ढावा वाइ डेट त ठिक छ नि खै हेरेकै छैन मैले डेटै डेट एक्सपायर भएको नि है कति मासु देखायो नि त मासु चाहिँ ढुङ्गा यो कति रुपियाँ जाने दियो 10 रुपियाँ जाने दियो क्या हो कि 20 जाने हो अर्कै खालको रहेछ 20 जाने त जाने होला होइन त्यो 10 जाने त थोरै हुन्छ कि यहाँ हाल्छु ल सबै त्यसो भए मासु हेरेर त त्यो डर लाग्यो ल त्यहीँ छ कहाँ त्यही पहिला तिम्रो त पल्टाकै हो पहिला पहिला चाहिँ अलिकति पाउँछ जस्तो लाग्यो कुन चाहिँ धोती आयो फेरि बालेन छ हौ बालेन्स आएको उयोहरू यस्तै छ है खै त मासु अलिकति ल है गाइस मासु चाहिँ कति चाहिँ डढेर नि कोइला हुन लगाएर हामीले खाइहाल्यो कति अलि बाँच्यो यतै मासु कोटाउँदैछ डढेवरि कालै भएर हाम्रो सागर यहाँ अनि हाम्रो शीतल अनि यही छ कोक होइन कोका कोला खाउँ डर भगाउँ हात्ती साथी आए पनि लडिन्छ ग्यास्ट्रिक नि भएको उहाँको चाहिँ ग्यास्ट्रिक भएकोले यस्तो छ यहाँनिर छौँ हामी मेचीको बिचमा खोलाको डिलमा बगरमा होइन बर्खामा भन्दा ल यस्तै छ गाइस बिचभित्र ल खाम होला नि त होइन कम कल्ली नुन छैन छ नुन खुर्सानी सुर्सानी छैन होला है खुर्सानी चाहिँ छैन नुन त तर ठिकै छ हात्ती आयो भने चाहिँ जुरो कोठेर भाग्न रेडी हुनुपर्छ खै कस्तो छ सुब्बा मासु कोइला भइ छ हौ कोइला भइ चाहिँ मलाई लाग्दैन थियो क्या त्यो भित्र हाल्दा अस्ति नै मार्छ नि त्यस्तै भएको थियो उता पर तपाईँ हुनुहुन्थ्यो होइन थियो त अनि त्यो माछा नि कोइला हालेर गुसु ननिकालिकन खाएको यार यहाँ छ ल नुन यहाँभित्र छ लु मासु चाखौँ है त कस्तो भएछ यो पाकेको छ कि छैन हौ उही रगती छ त होइन यो खोइ खोने यस्तो चाहिँ हो पाएको यो थोरै आगोमा साइडमा सेकाउँदा साइडमा हाल्दा यो पनि साइडमा थोरै हाल्नु पातलो त पाकेको छ नहेरी हान्नु पर्ने सायद नहेरी खानु पर्ने छ कहाँ किन नहेरी हो हेरेर खानुपर्छ नि धुलो कम धेरै छैन होइन धुलो त त्यो मतलब भएन कि मासु चाहिँ पाकेको हुनु पऱ्यो नि त लाई गाइस यो मासु चाहिँ पाकेको जस्तो लाग्यो पाकेछ सेतो छ नुन यहाँ छ है खोइ कहाँ है नुन पनि हो यति आएको सक्दा त फिनिस पार्नुपर्छ है उति एक चक्ता होइन भर्खर राखेको मासु खानु भएन फुर्बा कस्तो छ मिठो छ हौ ए कोकको बिर्को जस्तै त नि खै खर्सानी मिर्ची त्यही छ पातलो मासुहरू चाहिँ ठिक छ सानो त्यो भाइलाई अलिक सानो बनाइदिनु मन पर्थ्यो आलु त सबै जान्छ कहाँ खोले जाने भन्यो कस्तो पारिसक्दैछ पक्यो पुग्थ्यो नि हँ? यो पनि मासु हो मासु त हाम्रो त्यस्तो भएको माछा पुछ जस्तो छ तान्नु त पाएको छ
तान तान खानु खानु हँ नसुब्बा तान खानु खानु होइन तानेन खानु 50-50 त्यो छ त त्यो खान्छु त होइन हौ यो धेरै ठुलो हुन्छ धेरै मासु खायो भने यो कुखुराको मासुले त फेरि पाइल छुनेहरूलाई गाह्रो हुन्छ किन यो नपाएको छ भने त्यसो बारे नाम लेख्नु मिल्दो रहेछ हौ होइन। मासुले त तुझो दामी छ है खाम त लाग्यो मजाक पाक्यो सेयरिङ इज केयरिङ सुब्बा दामी पाकेको छ गाइस खोइ कहाँ छ देख्दैन त हौ फेरि मजाले पाकेको छ अन्त त तुझो मजाक पाक्यो है हामी छ चौडाको मासु जस्तो पो लाग्यो मलाई त यार। मलाई त्यसो आयो पहिला केटाहरूसँग त्यो सानो के अरे वन कुखुरा हान्नु जान्थ्यौँ कि यो तान्नु ए अघिको त्यो फिस माछा पिस भनेको यही है ल खै दामी भएको छ ल नुन कहाँ छ ए नुनसँग गाइस अब खाइन्छ कप्पै खान्छ कप्पै जान्छ जम्मै नाकको दुलो चाहिँ खत्रै निस्क्यो हो त तलबाट भिडियो होइन अब सेल्फी स्टिक छैन हातले गर्दैछु दामी भएको छ तर मासु चाहिँ यस्तै ब्रोइलरको जस्तो लागेको छैन नि लोकल चराको जस्तो लागेको छ पुरा खोलातिर नि नजर राखिराख्नुपर्छ एनी टाइम एनिथिङ क्यान ह्याप्पन हियर तर कोही आएन है तर हात दिएर हेर्नु त पछाडि उता पड्काउँछ अरे ल हात पनि कालो छ आगो छिएर सुप निकाल्नु भएको के लाउँदैछ सुब्बाले फेरि मालमा अहिले जाउँ न सुब्बा त्यो ढुङ्गा त्यो जाउँ होइन हुन्छ चौचौ भेटाएन त नि गर्मी भयो पसिनै निकालेर दफ्तर नि चिसो खानु आलु पनि पाक्दैछ है बगल डर सर्छ लाग्छ सुब्बाले हिजो 1 किलो आलु आमामा कडा खाइदियो सिनेर यतिकै पेट परेको हेर्नु रहेछ नि त सुब्बाको नि साथीले आलु खान्छ उसिनेर खानु पर्यो भन्दै थियो कि म चाहिँ अब ठुल्ठुलो यही ठुलो आलु उसिन नि त 2-3वटा उसिन भनेर होइन म आलु लिएर उसिन्छु अनि खानु 1 किलो आलु ल्यायो होइन साथीले अब त्यहाँबाट कति चाहिँ उसिन्दो रहेछ यस्तोहरू त घरलाई पायो सबैको पनि दुई तिनवटा त खाइसकि सक्दैन भनेको त्यो बिहान सकायो नि बिहान एउटा उठ्यो सुब्बा आलु लभर भएको कारणले चाहिँ मैले सुब्बाले पोलेको आलु नि मन पराउँछ होला भनेर चाहिँ कतिवटा 3-4वटा आलु चाहिँ ल्याएको छु जम्मै म एक पाती पकाएर पोलेर खान्थ्यौँ कि हामी पोलेको चाहिँ मलाई पनि दामी लाग्थ्यो एक पाती त्यो बोक्रा नै के अरे कक्रक्क परि गएको हुन्छ नि त होइन कस्तो दामी आगो भइसक्यो त अनि आलु त निकाल न निकालिदिउँ आलुहरू होइन पाके छैन होला भित्र पाके छैन होला हो हो त्यसको तल्लोतिर हो त्यो निकाल त होइन नि यता हो त्यो चाहिँ पाक्यो होला यो सबै पाकेर पनि यो त सबै पाक्यो होला यार पाकेन ठुलो पाके छैन होला ठुलो चाहिँ पाकेको छैन पाक्नुपर्ने जस्तो लाग्छ मलाई त अझै नि पोलेको यो अघि छुएन नि त आगोले भेटाएन यो अलिअलि ओ पाके कि यार केटा गाइस आलु पनि है ओ पाके जस्तो छ यार लाग्छ ओ पाकेछ ओ दामी भएछ यार आलु पो हेर्नु न नपाए इ आलु पाकेछ है गाइस कस्तो तर क्यामेराले नभेटाएको नि आलु चाहिँ आलु। पाल्नुपर्छ। ल आलु पनि गाइस छ हामीसँग होइन आलु भनेको कार्बोहाइड्रेटले आलु भनेको हाम्रो आलु हो आलु हामी नेपालीको होइन जेसँग पनि आलु चाहिँ मिक्स हुनैपर्छ अनि आज यसो मासु पोल्दै गर्दा नि आलु पनि ल्याएको छौँ है खाम त लु अलिअलि आलु कस्तो भएछ तर हात चाहिँ लास्टै कालै भयो छ्या फेरि यार काले मासु नि छ धेरै यो मासु पनि खामसकौँ न अहिले फेरि आलु भन्ने कुरा त पछि हानिन्छ कि मैले चाहिँ सानो सानो भयो होला
त्यो के छिर्यो ल त्यही के यो त फेरि मासु हो कि के हो कोइला हो कि त्यो मासु डढेको यो कोइला हो कि मासु यहाँ केलाउँदैछु म नि एस दामी भएछ त तान्न दाम भएको चाहिँ पाकिसकेपछि दाम खतरा यार ल सुबा खतरा छ होइन यो अलिकति पाक खानु रगत छ यो पनि हाल्नु ल ततम ततम ल यस्तो चाहिँ मासु हालत चाहिँ अलिकति हामीले त्यो के भन्छ पोल्दाखेरि त्यो पोल्नको लागि के भन्छ त्यसलाई टिन सिन भएको भए चाहिँ अलिक सजिलो हुन्थ्यो छैन अब तर डिट्टु तपाईँहरूले कतिले थाहा होला मा के भन्छ त्यो चराहरू जसरी पोलेर खानु जस्तो स्वाद हुन्छ त्यस्तै भएर छुट्टै टेस्ट हो यो चाहिँ फेरि अर्ग्यानिक तरिका हो नि त कुखुरा ब्रोइलर भए पनि होइन त्यो अब सेकुवा त पछि त बनाउनु थालेको पहिला गाउँघरमा चाहिँ घप्पै हाल्यो पाक्छ यस्तो कोइला झाऱ्यो यो चाहिँ पुरै अर्ग्यानिक खायो अनि सुब्बालाई जङ्क फुड मन पर्दैन क्या हो हाम्रो मिक्स मासु अर्ग्यानिक पनि छ जङ्क फुड पनि छ हेल्दी पनि छ संसार दुनियाँ चल्नलाई नेगेटिभ र पोजिटिभ दुइटैको आवश्यक पर्छ हुन्छ बत्ती जल्नको लागि पनि नेगेटिभ र पोजिटिभ दुइटै चाहियो कसैको ट्रेन भयो त है आइसुट हुन्छ जाडोमा अरू चिया खान्छ हामी चाहिँ यहाँ चिसो कोक चाहिँ आगोले तताइसकेछ कस्तो भएछ आलु चाहिँ है धन्यवाद छ बाबा अलिकति पाखा नि क्या हो पाक्नु पर्ने त यो नुन हालेर खाँदा नुनसँग अनि म नुन त भयो ए खतरा पाएको दामी पाकेर ठिक छ यो खाउनु सबै आलु पनि कस्तो खतरा टेस्ट आएको यार धेरै भयो यार यस्तो नखाएको त उसिनेको आलु नि धेरै भएको थियो नखाएको हिजो मैले पनि खाएँ सुब्बाले उसिन्दाखेरि पहिला गाउँतिर खाइन्थ्यो गाउँतिर त तपाईँको त्यो आलु गोड्ने बेलामा त अनि यस्तै त नुन हालेर खाँदैछु हेर हात पनि काट्दैछ खाइँदैन नि आलु खाजा नुनसँग स्वाद आउँदो रहेछ सुटुनी पनि खाइन्थ्यो नि साह्रो पोलेर क्या दामी हुन्छ है त्यो नै त्यो त मन त बोक्रै टुदा खाइन्छ पोलेको त गुलियो त हुन्थ्यो आमाका झरे यो नुनसँग खाउ न दामी हुँदो रहेछ भाइ ए नुन छ यहाँ नुनसँग अलिक स्वाद आउँछ बुढासँगै खाएको होइन बोक्रेसँग त बोक्रा त खानु हुँदैन अरे डरेको यो के हो मासु त अनि खरानी भइगएको छ त हेर यो त आधी मासु त डढेरै गयो कि क्या त्यो नपाकेको सुब्बा मासु पाक्यो पाक्यो पकाउने होइन पाकेको खानु अलिकति वाइ वाइ चप अलिक भुजा पनि ल्याउनु पर्ने खतरा हुन्छ भुजा मेरोमा थियो ठिक छ नि होइन त चाहिँ इन्डिया पारे चाहिँ बोर्डर हल्का हल्का घरहरू देख्दैछ बत्तीहरू बल्दैछ यहाँ खोला छ यहाँ तल खोलाको डिलमा छौँ हामी गरी महिना हो त पौडी हान्नुहुन्थ्यो के गर्नु जाडो महिना पऱ्यो जाडो महिना छ है पानी छुनै मन लाग्दैन यस्तो मासु पाकेको छ काली खोला त्यो भरिभरि म यो ठाउँतिर खान्छु खाना खनेर बनाएको के भएर त्यस्तो ड्राम बनाएको गएर छ है कस्तो गहिरो छ त पहिला कहाँ? ढुङ्गा थियो माथि माथि कहाँ हौ त्यो हामीले भरिभरि खेल्ने छेउमा ए त्यहाँ गहिरो रहेछ नि साँच्ची त्यहाँ त खनेर बनाएको